हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। म चाहिँ धेरै दिनपछि चाहिँ युट्युबमा एक्टिभ भएको छु। हाई एभ्रिवान, नमस्ते। हजुरहरूलाई मेरो च्यानलमा स्वागत छ। म चाहिँ धेरै टाइमपछि चाहिँ म चाहिँ युट्युबमा एक्टिभ भएको छु। अनि त्यही हो, आई होप हजुरहरू पनि एकदम सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। यदि हजुरहरू चाहिँ मेरो भिडियो पहिलोचोटि हेर्दै हुनुहुन्छ भने चाहिँ प्लिज डु सब्सक्राइब भन्न चाहन्छु। अनि आजको मेन भिडियो बनाउने मेन कारण के हो भन्दाखेरि चाहिँ आज सानो नानीको भिडियो सुट, आई मिन फोटोसुट, समथिङ त्यस्तै भनौँ, त्यस्तै हुँदैछ। सो म चाहिँ छोटो मिठो भिडियो बनाउनु लाग्यो। लेट्स सी, हेरौँ बन्छ कि बन्दैन। बन्यो भने म अपलोड गर्छु, बनेन भने चाहिँ आई डोन्ट नो के हुन्छ। त्यही हो, लास्टसम्म हेरिदिनु होला। चाहिँ बहिनीलाई पर्खिरहेको छु, बहिनीलाई, नितालाई। अनि नानी चाहिँ आइसकेको छ नि त। तिनजना मिलेर चाहिँ छिटै भिडियोहरू बनाऊँ अनि सबै रेडी गरौँ भनेर। तर त्यो अहिलेसम्म आइपुगेको छैन, त्यसकै वेटिङमा छौँ। अनि हामीले चाहिँ किन आज फोटो खिच्न लाग्यो, भिडियो बनाउन लाग्यो भन्दाखेरि चाहिँ नानी 3 महिनाको पुग्यो। त्यही भएर हामीले चाहिँ आज फोटो खिच्न लाग्यो। त्यही हो, स्पेसल डे भनेकै त्यही हो। 3 मन्थ कम्प्लिट। त्यही हो, लास्टसम्म हेरिदिनु होला। म चाहिँ पर्खिँदैछु त्यसलाई। सो साथीहरू, हामीले चाहिँ अब चाहिँ फोटोसुटको लागि चाहिँ सेटअप गर्न लागेको छु। नानीलाई चाहिँ रेडी गरेर भइसकेको छ, त्यसको चाहिँ भिडियो बनाएन। अनि त्यही हो, हामीले चाहिँ चामलको बनाउन लाग्यो। हाम्रो कन्टेन्ट चाहिँ के छ भने चावलको लभ बनाएर चाहिँ हार्टवाला आई मिन हार्ट, लभ हार्ट सिमिरा। त्यही हो। अनि बनाउने चाहिँ छामा। अनि त्यही हो, छोराको यो चाहिँ कुर्ताको सल हो, आमाको कुर्ताको सल हो। त्यही हो, त्यही हो। कोसिस जारी रहेको छ। छोरी रेडी भइसकेको छ। अनि गिफ्ट बाई माइजू, करुणा माइजू। छोरी अनाया, आमा बुझ नातिनी है। अनि म चाहिँ यता वाउ, कस्तो राम्रो बनाइदिनु भएको तपाईँले, धेरै धन्यवाद। कस्तो राम्रो। ओ माई गॉड, थ्याङ्क यू सो मच। यस्तो मेहनत लाग्छ यार। यसरी बनाउनु पर्छ। मेरो स्टोरेज फुल भएर चाहिँ यसको मोबाइलबाट मैले भिडियो बनाएको चाहिँ मेरो चाहिँ स्टोरेज फुल भयो। त्यही हो। कति फरक है अघिको क्यामेराले अर्कै। हामीले चाहिँ खास उतापट्टि हार्ट बनाउनु पर्ने, यतापट्टि चाहिँ गराउनु पर्ने, ठ्याक्कै अपोजिट भएछ। सो डोन्ट वरी गाइज, कहिलेकाहीँ यस्तो हुन्छ। साह्रो भने नि वी हेभ नो टाइम, सो द्याट हामी चाहिँ नसार्ने, यतिकै जस्तो हुन्छ त्यसै जुगाडा गर्ने। हजुरहरूले पनि बुझिदिनु होला। के जा त्यस्तो नभनिदिनु होला है, हामीसँग टाइम छैन नि त। अनि त्यही माथि अनि यो सारम भने पनि बिग्रिन्छ नि त। अनि अर्को बनाइरहने टाइम छैन। सो त्यही भएर चाहिँ हामीले यसरी नै बनाएको। कमेन्ट नगरिदिनु होला, गर्नुहोस्, गर्ने भए पनि अब के भन्ने र। त्यही हो। बेबी अनाया अलरेडी रेडी भइसकेको छ। सुत्ने बेला भइसक्यो, गाह्रो भइसक्यो साथीहरू। Happy 3 month complete स्टोरेज फुल देखाउनुलाई ल भन्नु क्या। म चाहिँ अहिले नानी रेडी गर्दैछु।
धन्दा फोटो सुट गर्न धन्दै रङ भएन त्यही हो ल खान्छु अब हाम्रो चाहिँ यस्तो भयो अब यसलाई थन्काउनु पर्यो छोरीले एकदम बमिट गरेर चाहिँ हामीले छिट्टै नै अफ गर्न पर्यो त्यही हो अब बुढाहरू भने जस्तो हुँदैन अब उनीहरूले पनि बुझ्दैन उनीहरूको कुरा हामीले बुझ्दैन त्यही त हो नि अब हामी चाहिँ यसलाई थन्काउँछौँ सो बाई बाई